कुनै समय थियो यो युट्युबलाई भनेर यति टाइम दियो, यति गर्यो कि युट्युबको लागि, यस्तो फुल टाइम दियो आफ्नो है 100% दिँदा पनि आई फेल एज अ युट्युबर। यो चाहिँ लगभग लाइक 1.5-2 वर्ष अगाडिको देखेको कुरा होला। 1.5-2 वर्ष त होइन, त्योभन्दा नि पुरानै। लाइक चाहिँ म चाहिँ क्लास 11-12मा हुने बेलादेखि चाहिँ मलाई थट आएको थियो कि म युट्युब गर्छु, युट्युबहरू गर्छु। अनि युट्युबमा गएर यो चाहिँ क्लास 11-12देखिको थट हो क्या मेरो। म चाहिँ युट्युब गर्छु, युट्युब गरेर है त्यहीँबाट ग्रो हुन्छु भन्ने सोचेको थिएँ। अनि अरू युट्युबरहरू हेर्दाखेरि आफूलाई नि बनाऊँ लाग्थ्यो कि, अनि आफूले नि डेन्जर बनाइन्थ्यो भिडियोहरू है। त्यहाँबाट स्टार्ट भएको जर्नी। लाइक मैले नि त्यही मिहिनेत गरेर गरेँ होला, अरूले पनि त्यही मिहिनेत गरेर गर्यो होला त्यति नै वर्षको लागि। उनीहरू चाहिँ ग्रो भएर कहाँ पुगिसक्यो है, आफू चाहिँ त्यही के भुइँमै भयो क्या। लाइक मेरो पुरानो आइडी छ कि बिसान बिन्दास गुरुङ भन्ने, त्यो मान्छे चाहिँ अब मरिसक्यो। त्यो मान्छे हजुरहरूले देख्नुभएको त्यो मान्छे चाहिँ मरिसक्यो कि, त्यसलाई मैले मारिदिइसकेँ। यो मान्छे चाहिँ फरक मान्छे हो। लाइक मलाई पहिल्यैदेखि घुम्ने एकदम रहर थियो कि, घुम्ने, ट्राभल गर्ने है, डाँडा काँडा हेर्ने, माउन्टेन्स हेर्ने, नेचरसँग रमाइलो गर्ने मान्छे थिएँ कि म। अनि त्यही सोचले मैले युट्युब पनि गरेको थिएँ कि आफ्नो इन्ट्रेस्ट हो नि त, त्यो हबी थिएन कि मैले हच्चुमा गर्छु भनेर गरेको थिएन कि। यो चाहिँ मैले चाहिँ आफूलाई आफ्नो 100% दिन्छु भनेर गरेको थिएँ त्यो च्यानल। त्यो च्यानलमा लाइक स्टार्टिङ चाहिँ कसरीबाट गरेको थियो भन्दाखेरि म चाहिँ लाइक आइएम नट अ एकदम मोबाइलै नभएको मान्छे चाहिँ होइन, तर त्यसले मसँग मोबाइल थिएन, बाइक चाहिँ थियो, फेरि रोयल इन्फिल्डै थियो। अनि मलाई चाहिँ मोटो भ्लगहरू गर्न मन लागेको थियो किनकि म धेरै डुल्थेँ नि त। अनि मैले साथीकोबाट मागेर, साथीलाई पछाडि राखेर पिओभी सर्ट हुन्छ नि त, पिओभी सर्ट गराएर सबभन्दा सुरुको मेरो स्टार्टिङ फेज अफ ट्राभलिङ चाहिँ त्यो थियो कि, त्यहाँबाट थियो कि मतलब युट्युबको जर्नी चाहिँ। अनि लाइक गोप्रो पनि थियो मेरो भाइसँग। अनि हो त्यो गोप्रोको सर्ट पनि हान्छु। गोप्रोको सर्ट हो क्या सबभन्दा सुरुको स्टार्टिङ फेज चाहिँ मैले मोटर बाइकको बारेमा। तर सायद अफसोस है त्यो भिडियो चाहिँ मैले चल्न सकिनँ। अनि त्यहाँ चाहिँ मैले गल्ती नै गरेँ, मैले चाहिँ पछि गएर भ्युज किनेको थिएँ किनकि आफूलाई नि हेर्न मन थियो नि त, आफूले बनाएको भिडियोहरूलाई है अब चलोस् भन्ने त्यो रहर हुन्छ नि त सबैको। अनि त्यहाँबाट मैले स्टार्ट गरेको जर्नी थियो। लाइक लगभग कति वर्ष गरेँ होला मैले, धेरै त गरिनँ होला, त्यही 2 इयर्स जति गरेँ होला। तर 2 इयर्सले चाहिँ मैले एकदम फुल आफ्नो डेडिकेसनसँग दिएको थिएँ कि है। ट्राभल गर्ने होला, मोबाइल लिने, यता गर्ने, भ्लग गर्ने, यस्तो गर्ने, उता गर्ने, एडिटिङ सिकेको थिएँ, सबै गरेको थिएँ है, थम्बनेल बनाउन है। तर लाइक आफ्नो टाइम दिएको थिएँ भनौँ न मैले चाहिँ। मलाई घरबाट चाहिँ लाउरे भयो यस्तो भन्नुहुन्थ्यो कि, तर मैले चाहिँ होइन, म यसमा केही गर्छु भनेर चाहिँ निस्केको थिएँ। तर लुक एट मी नाउ, लाइक मैले अहिले पनि गरिरहेको छु है भ्लगिङ। तर त्यो बेलाको जोस थियो नि, त्यो जोसमा म जान सकेँ छैन कि, पुग्दैन। अब त म चाहिँ व्यवहारिक भइसकेँ नि त, अब बिस्तारै यो देश पनि छोडेँ, लाइक देश पनि छोड्यो है। मैले सोच्थेँ कि म भ्लगिङ गर्छु यहीँबाट कमाउँछु भन्दा नि मेरो 1K चाहिँ पुग्दोस् भन्थेँ कि मलाई चाहिँ लाइफमा के। अनि मैले के सोचेँ भन्दाखेरि म 100 भिडियोज बनाउँछु, 100 भिडियोज म्याक्स बनाउँछु। अनि त्यसपछि म हेर्छु, आफूलाई चुज गर्छु म गर्ने हो कि गर्ने होइन। 100 भिडियोसम्म लाइक मेरो भिडियो त्यस्तो नराम्रो छ चाहिँ भन्दिनँ कि म, किनकि मैले ब्ल्याक म्याजिक क्यामेराबाट युज गर्दै, मतलब मोबाइलमा ब्ल्याक म्याजिक एप डाउनलोड हानेर त्यहाँबाट बनाउँथेँ कि भिडियोहरू। मैले त्यस्तो नराम्रो नि भन्दिनँ है, हेर्ने लायकको चाहिँ हुन्थ्यो भ्लग, इन्ट्रेस्टिङ नै हुन्थ्यो, रमाइलो पनि हुन्थ्यो। लाइक मैले मोटो भ्लग पनि गर्थेँ, ट्राभलिङ भ्लगहरू पनि हाल्थेँ है, मिलाएर हाल्थेँ।
आई डोन्ट नो है नचल्नुको कारण चाहिँ के थियो। सायद यो मेरो नयाँ पार्ट थियो कि पार्टकै पार्ट हुन्छ नि, किनकि आई हेभन के म अहिलेसम्म लाइफमा केही कुरा पनि सक्सेसै भएको छैन कि मैले गर्ने कुराहरूमा अहिलेसम्म एकचोटि पनि भएको छैन। अनि त्यही भएर सधैँ हार 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 देख्दाखेरि अनि आफूलाई रहर हुन्छ कि एउटा सक्सेस हुँ भन्ने। मैले सोच्थेँ कि चल्छ कि है, एक दिन चल्छ कि 2 दिन चल्छ कि भनेर कन्सिस्टेन्टली दिन्थेँ कि मैले भिडियोहरू हाल्थेँ। लाइक मलाई थाहा थियो कि म युट्युबबाटै गर्छु भन्ने चाहिँ, युट्युबमै गर्छु भन्ने। मैले रियाक्सन भिडियो च्यानल पनि खोलेँ पछि है। अब रमाइलो थियो, मैले युट्युबबाटै चल्छु भन्ने थियो कि मेरो प्यासनै थियो कि म भ्लगिङ गर्छु अनि भ्लगिङमा अनि बेलुकातिर फ्री हुने बेलामा चाहिँ रियाक्सन हान्थेँ अनि रियाक्सनहरू बनाउँथेँ लाइक। तर मेबी होइन, गडको भगवानको लेखाए अनुसार त अब कसैले नि बदल्न सक्दैन नि त। अहिले म जुन ठाउँमा छु नि, लाइक आई मिस दोज डेज के अलट के एकदम याद हुन्छ। कस त्यति बेला म त्यति बेला मेरो भिडियो चल्दिएको भए मात्र मैले गरेको त्यो मेहनत अनुसार अलिकति के यति भए पनि फल पाइदिएको भए के 3-4K 2-4-5K लाइक कन्सिस्टेन्टली मान्छेहरूले हेरिदिएको भए, यस्तरी भइदिएको भए पनि मैले आफ्नो आमा बुवा छोडेर म यो देशमा आउने सोचै बनाएको थिएन कि, कति सोच बनाएको थिएन कि। तर जस्ट भन्छ नि त, भाग्यमा नलेखेको कुरा अब जति गरे पनि हुँदैन जस्तो लाउँछ। अब आफ्नै गल्तीहरू छ। मैले आफ्नो पढाइधरि छोडेको थिएँ कि, म ड्रप आउट हो खास क्लास पहिल्यै नेपालमा म ड्रप आउट स्टुडेन्ट हो कि एकदम। लाइक मैले 2टा कलेज ड्रप आउट हानिदिइसकेको थिएँ कि मलाई पढ्न मनै थिएन। अब यहाँ आएर बाध्यताले अब यहाँ ड्रप आउट हान्यो भने त म पागल हुन्छु, म फुस्किन्छु होइन। यो चाहिँ मेरो जर्नी टु फेलियर हो। यसमा चाहिँ स्याडनेसहरू हुन्छ होला है, लाइक कसरी युट्युबले मलाई फेल गराए त नि भनेर कि। युट्युबले होइन, अब मेरो आफ्नै गल्ती हो। मैले युट्युबलाई मात्र धेरै टाइम दिनु पनि मेरो आफ्नै गल्ती थियो नि त। अनि मैले नयाँ च्यानलहरू, अब यो नयाँ चाहिँ च्यानल छ। अब मलाई युट्युबबाट मलाई यो के भन्छ, यो सोसल मिडिया यो प्लेटफर्मबाट हार खान नै छैन कि। तर त्यही हो कि मैले त्यो पुरानो च्यानल चाहिँ बन्द गरिदिएँ कि, किनकि त्यो च्यानलमा चाहिँ मलाई सबैले चिन्छ, यो च्यानलमा मलाई कसैले पनि चिन्दैन नि त। त्यो च्यानलमा मेरो साथीहरू हुन्छ, त्यो साथीहरूको मम्मी बाबाको नि सब्सक्राइबर छ होइन। अनि मलाई यस्तो कुराहरू चाहिँ त्यो च्यानलमा पब्लिकली भन्न चाहिँ सक्दिनँ कि मैले। त्यहाँ मेरो रिलेटिभ्सहरू पनि छ है त्यो च्यानलमा। द्याट्स वाइ आई चोज दिस च्यानल। अब मेरो सपना चाहिँ त्यही हो कि म चाहिँ एकदम एडभेन्चरियस मान्छे है, खासमा एडभेन्चरियस ट्राभलिङ थ्रिलिङ मान्छे हो। त्यही अनुसारको भ्लगहरू बनाउँछु होला त। अनि अलि मोटिभेसनल सेल्फ इम्प्रुभमेन्टको बारेमा पनि बोल्छु। तर समटाइम्स होइन, आफ्नो लाइफले यति पछाड्दा आफू उड्छु भन्दा पनि होइन, उड्दा पनि लाइक सिँढी चढ्दा थाक्छ नि त मान्छे कहिलेकाहीँ होइन। मान्छे कहिलेकाहीँ त थाक्छ, मान्छे नै हो हामी पनि है। त्यो सोचाइमा जान, त्यो डेभिड गोगिन्स होइन उहाँहरूको जस्तो त्यो सोचाइमा जान एकदम धेरै कठिन छ कि। त्यही अनुसार जाम भन्ने सोचेको। हेरौँ, माइन्डसेट पनि चेन्ज गर्दैछु बिस्तारै आफ्नो। यो युट्युबले मलाई फेल गरे, म युट्युबबाटै सक्सेस हुन्छु भनेर चाहिँ जोस चाहिँ लिएको छु, जहाँ चाहिँ लिएर यो च्यानल खोलेको हो। हेरौँ हजुरहरूले माया गरिदिनुहोस् है कस्तो हुन्छ च्यानलमा। अब त्यही हो, यही हो लाइफ भने। हाउ युट्युबले मलाई कसरी पछार्यो अनि मेरो मूर्खताले मलाई कसरी पछाडि पार्यो भन्ने कुराहरूको। त्यही भएर युट्युबलाई चाहिँ सेकेन्ड अप्सनमा राख्नुहोस्, युट्युबलाई चाहिँ कहिले पनि फर्स्ट अप्सनमा नराख्नुहोस्, किनकि यो भनेको एकदम रियर चिज हो कि। यो भाइरल हुने, फेमस हुने अनि यो प्लेटफर्मबाट गर्छु भन्ने यो काम, यो चाहिँ एकदम फरक
हो कि यो खास यसमा त तिम्रो मेहनतले हेर्दैन कि तिम्रो चिट्टा पर्ने जस्तो हो कि भनेको चाहिँ चिट्टा पर्ने जस्तो रहेछ पनि 99% अफ युट्युबर्स गन फेल भने हो रहेछ है त्यसमा म पनि पर्छु सो त्यही थियो यो जर्नीको बारेमा युट्युबले रिग्रेट चाहिँ छैन म रिग्रेट लिनु पनि हुँदैन यो नयाँ सिक जस्तो छ तर के छ भन्दाखेरि चाहिँ त्यो बेलामा हैन मेरो अलिकति पनि फलोइङ मतलब भ्युजहरू राम्रो आइदिएको भए आमा कसम छुट्टै हुन्थ्यो कि दुनियाँ छुट्टै हुन्थ्यो कि मेरो सोचाइ नै छुट्टै हुन्थ्यो कि त्यो बेला 100वटा भिडियो हाल्यो होला त्यस्तै आउँथ्यो कि नर्मल्ली भ्युजहरू भनेको त्यही 60 70 50 40 होइन 30 कोहीमा आउँथ्यो 200 300 आउँथ्यो होला त्योभन्दा बढी जान्थेन कि त्यसपछि मैले सबै प्राइभेट गरिदिएँ कोही भिडियोहरू मात्रै हालेछु विशान बिन्दास जिआरजी भन्ने त्यो अझ त्यहाँ युट्युबमा छ हेर्नु होला हेर्नुहोस् कस्तो लाउँछ त्यो च्यानल मसँग अझै पनि छ तर मैले त्यो च्यानलमा चाहिँ छोडिदिएँ अब लाइफ अब म अब खै हेरौँ के गर्छु आई डोन्ट नो जाडो छ यता म अब राखिदिन्छु घर जान्छु बाई